उहाँसँग के कुराहरू सोध्नु थियो अलिकति मन्जुरी चाहिएको छ सर। भाइ तिमीलाई अलिकति पनि डर लागेन यस्तो महाअपराध गर्नको लागि? त्यो 3 वर्षको नाबालिग बच्चालाई तिमीले यसरी गर्यौ के तिमीमा मानवता छैन? यस्तो भयङ्कर कार्य तिमीले के सोचेर गर्यौ? त्यो 3 वर्षको नाबालिग बच्चासँग तिमीले दुष्कर्म गर्यौ, अलिकति पनि तिमीमा मानवता छैन? डर त किन लाग्ने हो र सर? डर त तब लाग्छ जब सरकारले यस्तो किसिमको अपराध गर्ने अपराधीहरूलाई फाँसीको सजा सुनाउने गर्छ। डर त तब लाग्छ जब सरकारले यस्तो किसिमको अपराधीहरूलाई लाइफ टाइम ब्रुटल टर्चरको सजाय सुनाउने गर्छ। छैन सर डर मलाई त्यस्तो केही। सरकारले बिहान बेलुका 2 छाक खाना दिइहाल्छन्, अग्नै मुत्ने सुत्ने व्यवस्था भित्रै छ। आनन्दले घरमा सुती खा जसरी अब सरकारले आफ्नै ज्वाइँ जसरी मलाई टक्क बिहान बेलुका दिउँसो गरी हप्तामा 2 चोटि हामीलाई मासु भात खुवाइहाल्छन्, अन्डा नै खुवाउँछन् हैन। योभन्दा अगाडिको अपराधीहरू पनि आनन्दले बसेका छन्, 10 वर्षदेखि 15 वर्षदेखि आनन्दले भित्र खाइरहेछ, मजाले खाइरहेछ, मनीभित्र गएर खाउँला। डर के छ त्यस्तो सर? त्यस्तो डर किन लाग्ने र मलाई? त्यस्तो डर लाग्ने त्यस्तो छैन जस्तो लाग्छ मलाई। हाम्रो कानुनमा व्यवस्था छैन, सो त्यही कारणले मलाई खासै डर लागेन सर। अब गल्ती गरिहाले सर, अब भित्र गएर आनन्दले खाने त हो नि हामी अपराधीहरू अब, हैन र? हेर्न सक्नुहुन्छ दर्शकबिन, क्या हाम्रो देशको कानुन एकदमै कमजोर भएर हो यसरी यिनीहरूको मनोबल बढेको? सरकारलाई एकदमै ठुलो भन्दा ठुलो कानुन बनाउनु पर्छ र यस्ता कार्य गर्नेहरूलाई सजाय दिनुपर्छ। हाम्रो सरकार किन एकदमै मौन छ? फाँसीको सजाय एकदमै हुनुपर्छ अनि मात्र यस्ता कार्य गर्नेहरू अपराधीहरूको मनोबल टुट्नेछ, नभए यसरी नै सदैव चलिरहन्छ र हाम्रो सरकारको नाम बिग्रिरहन्छ। सर तपाईँ नै भन्नुहोस्, क्या आउँदो समयमा हाम्रो चेलीबेटीहरूलाई सुरक्षित राख्नको लागि यस्तो व्यक्तिहरूलाई फाँसीको सजाय दिनुपर्छ कि पर्दैन? के सरकार मौन बसेर हुन्छ? सरकारले नयाँ बिल पास गरेर यस्तो व्यक्तिहरूको लागि फाँसीको सजाय राख्नुपर्छ अनि मात्र हाम्रो चेलीबेटीहरू सुरक्षित रहनेछ र फ्री तरिकाले हिँड्नेछ। त्यो बच्चाको के गल्ती थियो? त्यो 3 वर्षको बच्चा मात्र थियो सर। तपाईँ नै भन्नुहोस्, यो कुनै अपराध भन्दा पनि महाअपराध हो सर। यस विषयमा अनुसन्धान हुँदैछ, हामी कानुनी रूपमा कारबाही गर्नेछौँ। धन्यवाद। यस्तो हो क्या सर? यो हाम्रो कानुनमा छैन कि? ल मैले गरेको अपराध स्वीकार गरेँ, ल मलाई अब तपाईँहरूको कानुनमा छ भने मलाई 24 घण्टा भित्रमा फाँसी दिएर देखाउनु न त। छ तपाईँहरूको कानुन? छैन। अझभन्दा पछाडि गरेको बलात्कारहरू पनि सबैजना पेन्डिङमा छ तपाईँको केसमा। अब म पनि गएर भित्र आनन्दले बस्छु, मलाई कुनै किसिमको डर छैन। म पनि भित्र गएर खान्छु पिन्छु, आनन्द सरकारले पालिहाल्छ, बस्छु खान्छु। छैन नि त हाम्रो सरकारमा यस्तो किसिमको कुनै नियम। त्यही भएर हाम्रो अपराधीहरूलाई डर लागिरहेको छैन क्या। अब हाम्रो कानुनले चेन्ज गरेर सक्छ भने मलाई अब आउने 24 घण्टामा फाँसी दिएर देखाउस् न त, अनि पो हाम्रो देश चेन्ज हुन्छ, होइन? धन्यवाद। हेर्न सक्नुहुन्छ दर्शकबिन, ल हेर्नुहोस् दर्शकबिन, यस्तो महाअपराध गर्ने व्यक्तिहरूको पनि मनोबल कसरी बढेको छ। यो सरासर कानुनको कमजोरी हो। यस्तो ठुलो अपराध गर्ने व्यक्तिहरूको लागि फाँसीको सजाय हुनुपर्छ। हामी समग्र नेपाली जनताको तर्फबाट राजपा सरकारलाई यो विनम्र अनुरोध छ कि नयाँ बिल संसद भवनबाट पास गरेर यस्तो दुष्कर्म गर्ने व्यक्तिहरूको लागि फाँसीको सजाय हुनु पर्यो अनि मात्र यिनीहरू चेतमा आउनेछन् र हाम्रो छोरी चेलीबेटीहरू भोलिको दिनमा आरामले कहीँ पनि आउन जान सकेका छन्। त्यो 3 वर्षको बच्चाको के गल्ती थियो कि यसरी त्यसले आज यो दिन हेर्नु पर्यो? त्यो बच्चाको केही पनि गल्ती छैन र आज हेर्नुहोस् आकाश पनि रुइरहेको छ, हामी सारा नेपाली जनता रुइरहेको छौँ। जस्टिस पाउनुपर्छ त्यो बच्चाले। सरकारले नयाँ बिल पास गर्नुपर्छ अनि मात्र हुन्छ, नभए भोलिको दिनमा पनि यस्तो नराम्रो कार्यहरू चलिरहन्छ। त्यो बच्चाको केही पनि दोष थिएन। अहिले पनि भन्छौँ नेपाली जनता जाग्न जरुरी छ, सरकारले नयाँ कानुन ल्याउन एकदमै जरुरी छ र यस्तो दुष्कर्म गर्ने व्यक्तिहरूको 7 पुस्ता पनि हल्लियोस्। यस्तो कानुन ल्याउनु पर्यो सरकारले। जस्टिस फर गरिमा चौधरी। जय नेपाल।